तपाईँलाई म पैसा कमाउने राम्रो एउटा सल्लाह दिन्छु। कमाउने आइडिया दिनु त यार। पैसा कमाउने राम्रो सल्लाह दिन्छु। एउटा सिटी सफारी लिनुहोस् होइन, अनि एउटा सानो गाई कटेरो बनाउनुहोस्, एउटा ग्वाली, एउटा राम्रो कतिलो 1-2वटा गाई ल्याएर हाल्नुहोस्। अनि त्यहाँबाट टक्क गाईलाई घाँस कुटी खोले खट्ट खुवाउने। अनि त्यहाँ अब दुध अलिअलि घरको पनि हुन्छ, गाउँघरको अलिअलि दुध भेला गर्ने होइन। अनि त्यही सिटी सफारीमा हालेर बेच्न लाने बिर्तामोडतिर होइन, बिर्तामोड अथवा काहीँ कतै होइन, डेरीतिर। अनि दिनभरि सिटी सफारीमा मान्छे ओसार्ने, बेलुका मान्छे त ओसार्ने त भन्नुभयो नि। अनि मान्छे सबै विदेशतिर आइरहेछन्, को छन् नि अलिअलि, सबै कहाँ आइरहेछन् हौ, छन् नि अलिअलि त। खाली नि त भएको छैन नि त नेपाल, अलिअलि त छन् नि त, आदि त छन् नि त। त्यही बुढाबुढी छन्, त्यही बुढाबुढी बिरामी बोक्नु हस्पिटलतिर, अलिअलि चढिहाल्छन् होइन। हस्पिटलका बिरामी बोक्नु। अनि यता चाडबाडमा यसो दसैँ तिहार, दसैँ यसो बिहे पूजा व्रतमा यहाँ कमाए जति चाहिँ कमिन्छ या नेपालमा पनि त्यति खट्रा। होइन, म त धेर चाहिएको थिएन, 1000 दिनको कमिए पनि हुन्थ्यो यार। हुन्छ त्यति त के नकमाइने हो अनि हो। त्यो मैले भनेको कुरा गर्नु कि